काठमाडौँ सडकमा हिँड्दा हजारौं अनुहार देखिन्छन्, तर ती हरेक अनुहार पछाडिको आर्थिक कथा भने नितान्त फरक छ। आज हामी यही सहरका 15 जना बेग्ला बेग्लै मानिसको खल्ती र भान्साको हिसाब किताब गर्दैछौं। यो एउटा यस्तो विश्लेषण हो जसले काठमाडौँको वास्तविक आर्थिक ऐना देखाउनेछ। सुरु गरौँ है त। एउटा निकै ठूलो अङ्कबाट सुरु गरौँ। महिनाको 5 लाख रुपैयाँ। सुन्दा नै ओहो जस्तो लाग्छ नि हैन? यो शहरका एक 55 वर्षीय वरिष्ठ अधिवक्ताको मासिक कमाई हो। यसले काठमाडौँको त्यो उच्च वर्गको कथा भन्छ जहाँ आम्दानीको ग्राफ निकै माथि छ र जीवनशैली पनि त्यही स्तरको छ। तर ठिक त्यही सडकको अर्को किनारमा एउटा अर्कै संसार पनि छ। महिनाको जम्मा 10,000 रुपियाँ। सडक छेउमै बसेर जुत्ता सिलाउने एक 45 वर्षीय दाईको पूरै महिनाको कमाई जम्मा यतिमै सीमित छ। एउटै सहर, एउटै सडक, तर आर्थिक खाडल भने कति विशाल छ। अब यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ। यत्रो असमानताको बीचमा आखिर यो सहर चल्छ कसरी? 10,000 कमाउनेदेखि 5 लाख कमाउनेसम्मले यो महँगीको पहाडलाई कसरी पार गरिरहेका छन् त? आउनुस्, सहरको यो आर्थिक हिसाब किताबभित्रै पसेर हेरौँ। सबैभन्दा पहिले सहरको कमाई र खर्चको कुरा गरौँ। एउटा निकै अचम्म लाग्दो तथ्य हेरौँ है त। अघि हामीले कुरा गरेका वरिष्ठ अधिवक्ताको महिनाभरिको लत्ता कपडाको खर्च मात्रै 70,000 रुपियाँ छ। उता एउटा 28 वर्षीय सवारी चालकको रात दिन खटेर आउने पुरै महिनाको कमाई नै जम्मा 35,000 छ। एउटाको कपडा किन्ने पैसाले अर्कोको पुरै घर परिवार 2 महिना चल्न सक्छ। शहरको आर्थिक यथार्थ कति विडम्बनापूर्ण छ। अब लागौं थोरै कमाई तर धेरै सङ्घर्ष हुने ती भुइँ मान्छेहरूको कथातिर। अघि हामीले कुरा गरेका जुत्ता सिलाउने दाईको अवस्था साँच्चै नै मर्मस्पर्शी छ। अहिले त झन महँगीले खर्च धान्नै गाह्रो भयो। उहाँको यो भनाइले धेरै कुरा बोल्छ। त्यही सानो कमाईबाट पनि 8-10 हजार गाउँमा पठाउनुपर्ने बाध्यता छ। अनि आफू खानको लागि चाहिँ कहिलेकाहीँ त साथीभाइसँग सापटी नै माग्नुपर्छ। महँगीको सबैभन्दा भारी बोझ यस्तै दैनिक ज्यालादारी गर्नेहरूको थाप्लोमा छ। अनि गणितीय रूपमै असम्भव जस्तो देखिने अवस्थाहरू पनि प्रशस्तै छन्। महिनाको 35,000 कमाउने ड्राइभर हुन् या 36,000 कमाउने डरकमी, उनीहरूको कोठा भाडा, रासन र घर परिवारको खर्च जोड्ने हो भने कमाईभन्दा खर्च धेरै माथि पुग्छ। अनि के हुन्छ त? दशैं तिहार जस्ता चाडपर्व आउँदा ऋण नखोजी सुखै छैन। यो सहरमा टिकिरहनु भनेकै दिनहुँ एउटा आर्थिक युद्ध लड्नु जस्तै हो। तर यो सहरमा अचम्मको सहनशीलता पनि छ नि। 17,000 रुपियाँ कमाउने एउटा 18 वर्षको भाइले 12,000 त सिधै गाउँ पठाउँछन्। उता 35 वर्षकी एकजना सहयोगी दिदी हुनुहुन्छ जो आफ्ना बच्चालाई पढाउनकै लागि भनेर 2वटा घरमा काम गरेर 25,000 जुटाउँछिन्। सहरका यी युवा र महिलाहरूको मौन सङ्घर्ष साँच्चै नै प्रेरणादायी छ। अब अलिकति मध्यम वर्गको खर्चको बोझ र दबावतिर जाउँ। कमाईको अङ्क त अलिकति ठूलो देखिन्छ, तर हातमा बाँकी केही रहँदैन। जस्तै एउटा कन्सल्टेन्टको महिनाको 50,000 रुपियाँको आम्दानीलाई हेरौँ। 20,000 त सिधै भान्सा र रासनमै सकियो। 10,000 बच्चाको स्कुलको फी अनि अर्को 10,000 गाडी भाडा र पेट्रोलमा। हेर्दा हेर्दै पैसा त बाफ बनेर उड्यो। बचतको त कुरै छाडौँ, बाँकी 10,000ले अरू आवश्यकता धान्नै मुस्किल पर्छ। यहाँ अर्को एउटा रमाइलो तर गम्भीर तुलना छ। महिनाको 40-50 हजार कमाउने एउटा पस्ले दाइले बच्चाको स्कुल फी 21,000 तिर्नुहुन्छ। तर उता महिनाको 60,000 कमाउने वरिष्ठ डाक्टरको पनि बच्चाको शिक्षामा खर्च झण्डै 20,000 नै छ। आम्दानी जतिसुकै फरक भए पनि राम्रो शिक्षा जस्तो आधारभूत कुराले मध्यम वर्गको गोजी मज्जाले रित्याइरहेको छ। श्रीमतीले पनि कमाउन थालेपछि अलि सजिलो होला कि? 31 वर्षीय बाइक मेकानिकको यो भनाइले सहरको एउटा ठूलो यथार्थ बोल्छ। महिनाको 50,000 कमाउँदा पनि घर भाडा र बच्चा हुर्काउने खर्चले बजेट यति तन्किएको छ कि एउटा मात्रै कमाइले त अब काठमाडौँमा सास फेर्नै गाह्रो भइसक्यो। र यसले हामीलाई एउटा प्रष्ट निष्कर्षमा पुर्याउँछ। काठमाडौँमा अलिकति आर्थिक रूपमा ढुक्क हुने हो भने 2 जनाको कमाई अनिवार्य जस्तै भइसक्यो। निजी ब्याङ्कमा काम गर्ने एक जोडीको घरमा श्रीमान श्रीमती दुवैको गरेर 1,40,000 आम्दानी हुन्छ। विद्यालय संयोजकको घरमा पनि 2 जनाको कमाई मिलेपछि मात्रै अलिकति बचत सम्भव भएको छ। एउटा मात्रै कमाईलाई त सहरले बिस्तारै अस्वीकारै गर्दैछ।
तर फेरि यी सबै व्यवस्थित पारिवारिक हिसाब किताबभन्दा एउटा 25 वर्षीय सङ्गीतकर्मीको जीवन पुरै फरक छ। युट्युबबाट आउने अलिअलि पैसा अनि कहिलेकाहीँ हुने साङ्गीतिक कार्यक्रम। आम्दानीको कुनै ठेकानै छैन। जति आउँछ त्यो सबै यात्रा, खानपान र मेकअपमै सकिन्छ। सहरको यो रङ्गीन दुनियाँमा रमाउने धेरै युवाहरूको डायरीमा बचत भन्ने शब्द सायद शून्य नै छ। अब लागौँ धेरै कमाउनेहरूको आफ्नै कथातिर। पैसा धेरै भएपछि आर्थिक तनाव हुँदैन होला त? महिनाको 3 लाख सुन्न त लाग्छ ओहो कति धेरै पैसा, तर खाजा पसल चलाउने एक दम्पतिको यो कमाईको पर्दा पछाडि गयौं भने अर्कै कथा छ। दिनको 15-16 घण्टाको लगातार खटाइ छ अनि खर्च नि 40,000 त सटर भाडामै जान्छ, अर्को 40,000 कामदारको तलब अनि शिक्षा, स्वास्थ्य र अरू खर्च जोड्दा त्यो 3 लाख कहाँ कसरी सकिन्छ पत्तै हुँदैन। आम्दानी जति ठूलो छ, दायित्वको पहाड पनि त्यति नै विशाल छ। सहरमा उच्च आम्दानी गर्नेहरूको जीवनस्तर कायम राख्न कति महँगो छ भन्ने कुरा पनि गजबकै छ। 2.5 लाख कमाउने 37 वर्षीय डाक्टरको कोठा भाडा र भान्साको खर्च मात्रै 60,000 छ। अनि उता 55 वर्षीय वरिष्ठ अधिवक्ताको त गाडी मर्मत र पेट्रोलमै 50,000 स्वाहा हुन्छ। जति धेरै कमायो, जीवनस्तर धान्न, परिवारको रेखदेख गर्न र ब्याङ्कको ऋण तिर्न त्यति नै धेरै खर्च गर्नुपर्ने एउटा चक्र नै बनेको छ। यी सबै कुराले हामीलाई शहरको एउटा साझा आर्थिक यथार्थमा ल्याइपुर्याउँछ। र अन्त्यमा यी सबै 15वटा भिन्न भिन्न जीवनका कथाहरू जोडिसकेपछि एउटा निकै गहिरो प्रश्न हाम्रो अगाडि आउँछ। के काठमाडौँमा कमाउनु भनेको केवल खर्च गर्नु मात्रै हो त? महिनाको 10,000 कमाउने होस् या 5 लाख, यो सहरले सबैको पसिनाको मूल्य आफ्नै तरिकाले असुल गरी छाड्छ। के यो सहरले साँच्चै कसैलाई आर्थिक रूपमा स्वतन्त्र बनाइरहेको छ या केवल एउटा नटुङ्गिने दौडमा कुदाइरहेको र खर्च गरिरहन मात्र बाध्य पारिरहेको छ? यो यस्तो प्रश्न हो जसको उत्तर सायद हामी सबैले हरेक दिन आफ्नो खल्ती छामेर महसुस गरिरहेका छौं।